साथीहरू यो भिडियो हेर्नुहोस् त। विशिष्टकृत उपचारमा पनि 35 वर्षमा भयानक विकास भएको दावी गर्दै सांसद महरले गर्नुभएको यो दावी पनि सुनियो। यहाँलाई थाहा छ कि अहिले आँखा मुटु मृगौला स्नायु हात जोड्ने अङ्ग प्रत्यारोपण प्लास्टिक सर्जरी क्यान्सर लगायतका रोगका अति विशिष्टकृत उपचार स्वदेशमै सम्भव हुन थालेको छ। ओहो, क्या शानदार दावी गर्नुभयो। अनि अङ्ग प्रत्यारोपण नेपालमै भइरहँदा पहिलो पटक मृगौला फेर्न तपाईँका अध्यक्ष केपी ओली किन भारत जानुभयो? झलनाथ खनाल किन भारत जानुभयो? ग्यास विस्फोट हुँदा घाइते भएका चन्द्र भण्डारीलाई किन भारत लैजानु पर्यो त? पेट जचाउन रामवरण यादवलाई किन जापान लगेको? सुजाता कोइरालालाई क्यान्सर उपचार गर्न कसले 50 लाख दिएर अमेरिका पठाएको? यसको सरल जवाफ हो, उहाँहरूले विकास गर्नुभएको नेपालको स्वास्थ्य सेवा र प्रणालीमाथि उहाँहरूलाई नै भरोसा छैन। यस्तो भरोसा नहुने उपचार जनताका लागि हो, भरोसा हुने उपचारका लागि चाहिँ उहाँहरू विदेश जानुहुन्छ। साथीहरू, तपाईँहरूलाई के लाग्छ? कमेन्ट गर्नु होला है त।